भाइ बहिनीहरू, आज म तपाईहरूलाई कक्षा 8 को बिएलई पुस्तकको सेट नम्बर 2 को प्रश्न नम्बर 5 म गर्न गइरहेको छु। तपाईहरूले ध्यानपूर्वक सुन्नुहुनेछ भन्ने मलाई आशा लागेको छ। भाइ बहिनी हो, धेरै कुरा नगरी म तपाईको विषयवस्तुतिर प्रवेश गर्न गइरहेको छु। अब हामीलाई यहाँ एउटा चित्रमा देखाइएको समलम्ब चतुर्भुज आकारको जग्गा एउटा कशिश हो। उनले आफ्नो जग्गामा सिँचाइ गर्नका लागि 4.2 मिटर व्यास भएको एउटा वृत्ताकार इनार खनाइन् भने इनारको माथिल्लो भागको क्षेत्रफल निकाल्ने सूत्र लेख। अनि तपाईहरूको ख नम्बरमा अथवा बी नम्बरमा इनारको माथिल्लो भागको क्षेत्रफल कति हुन्छ पत्ता लगाऊ र इनार बाहेक जग्गाको क्षेत्रफल कति हुन्छ निकाल भनेर यसरी हामीलाई एउटा प्रश्न दिएको छ। भाइ बहिनी हो, यो बाहिरतिर हामीलाई समलम्ब चतुर्भुज दिएको छ। यो समलम्ब चतुर्भुज हो भने एउटा वृत्ताकार इनार दिएको छ। यो जग्गाभित्र समलम्ब चतुर्भुज आकारको जग्गाभित्र एउटा वृत्ताकार इनार बनाइएको छ र यसरी यो इनार हो भनेपछि बाहिरतिर जग्गा हो। अब हामीले प्रश्नले सोधेको चाहिँ प्रश्न अनुसार हामी उत्तर दिने गर्नेछौँ र 1 नम्बरको लागि हामी सोलुसन गर्न गइरहेका छौँ। भाइ बहिनी हो, अब 1 नम्बरले हामीलाई के खोज्यो भने इनारको माथिल्लो भागको क्षेत्रफल निकाल्ने सूत्र लेख भनेर भनेको छ। हामीलाई यो इनार हो र इनार वृत्ताकार भएको हुनाले यसको क्षेत्रफल निकाल्ने सूत्र के छ त भन्दा यहाँ व्यासमा दिएको हुनाले क्षेत्रफल निकाल्ने सूत्र तपाईको एरिया ए इक्वल टु तपाईहरूले 1/4 पाइ डी स्क्वायर गर्नुभयो भने 1/4 पाइ डी स्क्वायर हाम्रो के हुन्छ त भन्दा अब हाम्रो यो वृत्तको व्यास दिएको समयमा क्षेत्रफल निकाल्ने सूत्र यो हो। ए नै हाम्रो के भइगयो त 1 नम्बरको लागि एन्सर भइसक्यो। अब भाइ बहिनी हो, यसैको हामी 2 नम्बरतिर जान्छौँ अथवा बी नम्बरतिर हल गर्न गइरहेका छौँ। बी नम्बरले हामीलाई के खोजेको छ त भन्दाखेरिमा इनारको माथिल्लो भागको क्षेत्रफल निकाल भन्यो। इनार भन्नाले त यो वृत्ताकार हो, माथिल्लो भाग भन्नाले यो वृत्त छ, यो वृत्तको क्षेत्रफल निकाल भनेर भन्यो। हामीले निकाल्न निकै सजिलो भइसकेको छ भाइ बहिनी हो, किनकि हामीले माथि लेखिसकेका छौँ कि इनारको भागको क्षेत्रफल कस्तो हुन्छ त भन्दाखेरिमा 1/4 पाइ डी स्क्वायर हुने गर्दछ। अब हामी भ्यालु पुट गर्ने गर्छौँ भाइ बहिनी हो। 1/4 इन्टु पाइको भ्यालु भनेको 22/7 हो। अब इन्टु डी भनेको त 4.2 दिया छ अनि होल स्क्वायर भएको हुनाले होल स्क्वायर भयो र हाम्रो यसको इकाइ भनेको मिटर दिएको छ। अब क्षेत्रफल भयो हुनाले मिटर स्क्वायर भयो। अब भाइ बहिनी हो, तपाईहरूले हल गर्नुपर्ने छ कि अब यो माथिपट्टि जम्मै अथवा 22 इन्टु 4.2 को होल स्क्वायर अब तपाईहरूले क्याल्कुलेट गर्नुभयो भने र म तपाईहरूलाई क्याल्कुलेट गर्न गइरहेको छु र मैले क्याल्कुलेट गरिसकेको छु। यसको माथिल्लो भाग अथवा अंशतिरको टोटल भागलाई गुणन गर्दाखेरिमा कति आयो त भन्दाखेरिमा 388.08 आएको छ भने तलतिर त हामीलाई सजिलै छ, 7 चौको 28 भइहाल्यो 28। अब यो के भयो त इकाइ भनेको मिटर स्क्वायर पछाडि ब्याक साइडतिर छँदैछ। अब भाइ बहिनी हो, तपाईहरूले के कुरा बुझ्नुपर्छ भने यसले डिभाइड गर्दाखेरिमा अब डिभाइड गरेर हेरौँ। हामी डिभाइड गर्दाखेरिमा तपाईहरूले कति प्राप्त हुन्छ भने तपाईलाई 13.86 हाम्रो के आयो त मिटर स्क्वायर हाम्रो क्षेत्रफल आयो। कसको क्षेत्रफल आयो त भन्दाखेरिमा भाइ बहिनी हो, यो चाहिँ जुन हामीलाई दिएको छ यो वृत्ताकार यो समलम्ब चतुर्भुजभित्र जुन वृत्त दिएको छ यो वृत्तको माथिल्लो भागको क्षेत्रफल कति आयो त भन्दा 13.86 मिटर स्क्वायर हाम्रो के आयो त क्षेत्रफल आयो। अब हामीलाई सी नम्बरमा भाइ बहिनी हो, यसको सी नम्बरको लागि मैले यहाँ गरिदिन्छु तपाईहरूलाई। अब सी नम्बरमा के निकाल भन्ने त भन्दाखेरिमा इनार बाहेक जग्गाको क्षेत्रफल पत्ता लगाऊ। यो इनार छोडेर बाँकी रहेको जुन भाग छ यो भागको जुन सेतो सेतो भाग छ यो भागको चाहिँ क्षेत्रफल निकाल भनेर हामीले भनेको छ। त त्यसको हुनका लागि हामीले बाहिरी आकृतिबाट भित्रको आकृति माइनस गर्यौँ भने चाहिँ यो भाग निस्किन्छ अथवा बाहिरको समलम्ब चतुर्भुजबाट हामीले वृत्तको क्षेत्रफल घटायौँ भनेपछि यो वृत्त अथवा इनार बाहेकको क्षेत्रफल निस्किने गर्छ। त्यसै कारणले अब बाहिरी आकृतिको हामीलाई क्षेत्रफल चाहियो। बाहिरी आकृति हाम्रो के छ त समलम्ब चतुर्भुज छ। त्यसै कारणले समलम्ब चतुर्भुजको क्षेत्रफल निकालौँ। पहिला त समलम्ब चतुर्भुजको क्षेत्रफल निकालौँ भाइ बहिनी हो। क्षेत्रफल एरिया ए इक्वल टु के हुन्छ त भन्दा हाफ अब हाइट इन्टु
बेस 1 प्लस बेस 2 हुने गर्छ यसको क्षेत्रफल। अब तपाईहरुले के भने यो हाफको हाफ भयो इन्टु हाइट भनेको यहाँनिर जुन लम्ब छ अथवा 90 डिग्री बनाएको लम्ब छ यो हाइट हो। यो हाइट हामीसँग 24 छ, हामीले 24 राख्नु पर्ने भयो। र बेस 1 भनेको अब तपाईले बेस 1 यो तलकोलाई बेस 1 र माथिकोलाई बेस 2 माने पनि भयो, माथिकोलाई बेस 1 र तलकोलाई बेस 2 माने पनि हुन्छ, आखिर केही समस्या हुँदैन। अब तपाईले बेस 1 भनेको हाम्रो 40 छ प्लस बेस 2 भनेको कति छ त 33 छ। अब हामी 33 छ। अब हाम्रो क्षेत्रफल मिटरमा भएको हुनाले मिटर स्क्वायर नै भयो। अब प्रिय भाइ बहिनीहरु तपाईहरुले यसरी काट्न सक्नुहुन्छ। 12 दुना 24 भयो, यहाँनिर 12 आयो। अब इन्टु कोष्ट हटाउँदा इन्टु गर्नु होला। 40 मा यो चाहिँ 33 जोड्दाखेरिमा 73 भयो अनि पछाडितिर मिटर स्क्वायर बाँकी नै छ। अब हामी तपाईले क्याल्कुलेट गर्छौं। तपाईले क्याल्कुलेट पनि गर्न सक्नुहुनेछ कि 12 इन्टु 73 लाई गुणन गर्दाखेरिमा हाम्रो कति आयो त भन्दाखेरि 876 मिटर स्क्वायर आयो भाइ बहिनी हो। 876 मिटर स्क्वायर आयो। कसको क्षेत्रफल आयो त भन्दाखेरिमा अब हाम्रो यो बाहिरको समलम्ब चतुर्भुजको क्षेत्रफल आयो। अब हामीलाई के सोधेको छ त भने हामीलाई एट लास्ट अन्तिममा हामीलाई के सोधेको छ त भन्दा भाइ बहिनी हो अब इनार बाहेकको क्षेत्रफल निकाल भनिएको छ। अब हामी इनार बाहेकको क्षेत्रफल निकाल्दै छौं। इनार बाहेकको क्षेत्रफल बराबर के हुने भयो त भन्दा समलम्ब चतुर्भुजको क्षेत्रफल माइनस वृत्तको क्षेत्रफल हुने भयो। सलचको क्षेत्रफल सलचको क्षेत्रफल समलम्ब चतुर्भुज क्षेत्रफल माइनस वृत्तको क्षेत्रफल अथवा इनारको क्षेत्रफल भने पनि भयो वृत्तको क्षेत्रफल। अब भाइ बहिनी हो अब हामीले के भेटायौं त भन्दा समलम्ब चतुर्भुज क्षेत्रफल कति भेटायो त हामीलाई यहाँनिर आइसकेको छ। समलम्ब चतुर्भुजको क्षेत्रफल भनेपछि 876 मिटर स्क्वायर माइनस वृत्तको क्षेत्रफल त हामीले माथि निकालिसकेका छौं कि 13.86 अनि 13.86 मिटर स्क्वायर। अब भाइ बहिनी हामीले योबाट यो माइनस गरौँ र हाम्रो कति आयो त भन्दाखेरिमा माइनस गर्दाखेरिमा 862.14 मिटर स्क्वायर के आयो त यो भन्दा बाहिरको क्षेत्रफल आयो। त्यसैले यसलाई नै हाम्रो के भइगयो त भन्दा रिक्वायर्ड एन्सर भइसक्यो। प्रिय भाइ बहिनीहरु तपाईलाई यो भिडियो चाहिँ मन पर्यो भने अन्तमा तपाईले लाइक कमेन्ट शेयर र सब्स्क्राइब गर्न चाहिँ भुल्नुहुने छैन भन्ने विश्वासका साथ तपाईहरुबाट म छुट्टिन्छु। अर्को भिडियोमा भेट हुने गरी तपाईहरुबाट अहिलेलाई म टाढा हुन्छु। हस्त नमस्कार।